गाइस यस्तो जाओस् मेरो काले हैन नौराज राहुल हजुरलाई कस्तो लागिरहेको ठाउँ पनि रमाइलो छ नि सर म काट्ने म हो त बोकाले खसी काटेको हेरौँला अहिले बोकाले खसी काट्दैन के छ त खबर चिसो लास्टै एकछिन बोल त ल ल के हो बन्द गरायो ठीक छ यसलाई 7 तल हुन्छ कि 7 लेयर हुन्छ हरेकमा हुन्छ कि यसको दिशा हुन्छ माथिको जालैमा हिमाल छ माथितिर यो माछा पुछ्रे यो धौलागिरी गान्धुबाट है त घाम लागिरह सनराइज भइरह वाउ कस्तो दामी कस्तो हो यो त यता गान्धु लास्ट टाइम मन पर्यो तर आउने बेलाको बाटो सम्झेर चाहिँ लास्ट होला थियो यो हिमाल देखेर चाहिँ मलाई सम्झेर दुःख पीडाहरू आउने बेला भएको पिन हेलो के छ कस्तो भइरह त ह्याप्पी ह्याप्पी हो ए लगाइदिनु जनावर जस्तो देखिरहेको लुगा लगाएर होइन टक्क अब चेन्ज गर्छौँ लुगा कस्तो देखिया कस्तो लाग्यो त हामी आएर हैन हामीलाई त राम्रो लाग्यो तपाईहरुलाई कस्तो लाग्यो हामीलाई त एकदम दामी जागिर नेपालमा पाउनु गाह्रो छ लाग्ने विदेशतिर अब कमाइन्छ अनि आइन्छ बल्ल यहाँ बसिन्छ फेरि बनाइराखन केटाकेटीहरूले खोइ यो पुरै यस्तो बनायो भने के अरे चाहेको मान्छे पाइन्छ अरे होइन तर म आइफोन 18 प्रो म्याक्स लिएर आउँछु नेक्स्ट इयर ल ल हेलो गाइस हामी चाहिँ गान्धुक यो चाहिँ ए यता हेर्छ ठिक छ होइन हामी चाहिँ भर्खर पुग्यौँ गान्धुकको बाटो चाहिँ धुलो त्यो चाहिँ यहाँदेखि हिँड्दाखेरि रमाइलो छ वाउ राम्रो हो यहाँ पनि यस्तो पसलहरू पनि छ टक्क के भयो थाकेला के छ खबर मोटे अनि हामी चाहिँ यो सिटीको बाटो हिँडेर टक्क घान्चुक जानुपर्छ है ब्लगरहरू यस सबै यस सो गाइज आज चाहिँ घान्चुकको यात्रा चाहिँ रमाइलो भइरह अनि लाइक वाउ सिन क्या दामी छ वाउ ओहो मोटे के हो भने पुरै सेट छ जस्तो के हो अरू के भन्नु छ कस्तो अवस्था यस अनि गाइज हामी चाहिँ होइन अब घान्चुक गइरहेछौँ त्यहाँ गइसकेपछि फेरि देखाउँछौँ एउटा सिन होइन रक्षा तिमीहरू सबको रक्षा गर्नेवाला मै त हो हेर केटा हो अनि हामी सबैहरू गइरहौँ आऊ जाऊँ बाटो हामी आधी बाटो पुगेछौँ तर यहाँ पानी परिराखेको छ अब म चाहिँ राजन भएको ठाउँतिर जान्छु चिसो छ गाइज हल्का हल्का पानी परिरहेको सायद तिमीहरूले चिन्दैनौ होला यो केटा चाहिँ थकाली ग्याङ होइन थकाली ग्याङ यस दामी यो पनि थकाली हो अनि अब थकाली किन हो त्यो त आफ्नै रिजन छैन गाइज थकाली किन भनेको भनेर अब त्यो चाहिँ महिलाले त एउटा देखिहाल्नु एउटा चाहिँ हाम्रो पल्ट नेता ए गाइज हेलो भन ओइ हेलो 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 पानी परिसक्यो ओइ तल बाटोमा आएर तल गुल्ट्यो कि यता ओली रमाइलो छ यता छ गाइज
भैँसी लड्यो तल रहेछ यता वाउ भ्यू कस्तो हामी चाहिँ अब एकछिनपछि घान्द्रुक पुगिरहेछौँ अनि यहाँ चाहिँ पानी परिरहेछ गाइस टक्क पानी परिरहेछ हाम्रो टोली चाहिँ हिँडिरहेको पछाडि अनि यहाँ बाटो कस्तो म देखाउँछु हजुरलाई टक्क हिँड्ने उकालो 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 यो नि आमा घान्द्रुक जाने बाटो यो ओइ तल्लो बाटो जानु भन्थ्यो हामीलाई यी बोल त दुई शब्द त्यसै मर साले गर्दा रमाइलो ठाउँ अनि रमाइलो भइरह उकालो बाटो अनि हम चाहिँ गाउँघरमा यस्तो बाटो धेरै हिँडेको भएर त्यस्तो केही अप्ठ्यारो लाग्दैन अरू बोइलरहरूलाई बोइलर आर्मी एक्स आर्मी ओइ लन्द्रुक पनि रहेछ त यहाँ लन्द्रुक भन्ने यहाँ बिरेठान्टी लान्द्रुक राम्रो ठाउँ रहेछ हिँड खान सबै केटा Guys, welcome to our beautiful village. यहाँ डिसम पनि रहेछ यतातिर टक्क वाउ पट्टि होटल इन्फर्मेसन यहाँ रहेछ होटलको बारेमा टक्क अब तपाईँले खिचायो भने टक्क यहाँदेखि यस्तो छ त्यहाँदेखि यहाँ वेलकम टु आवर भिलेज घान्द्रुक टिएमसी वाउ गेट अक्का अब हामी गाउँमा प्रवेश गरेका छौँ सो मैले यतातिर पानी पऱ्यो होटल शेर्पा यस्तै बाटो होइन अर्ग्यानिक भर्खर पुगिरहेको छ है अनि म चाहिँ यता आएर उभिरहेको छु टक्क 1500 भन्दा माथि होला माथि रमाइलो हो वाउ अहिले देखाउँछु अरू लामा हो थाहा गान्तोक भिलेज सक्यो ठाउँ चाहिँ रमाइलो हो वाउ जाने चाहिँ कता हो अनि गाइस यस्तो जग्गा यहाँ अवस्था गदा पनि भन्दा सिधै हुन्छ है मेरो काले हैन नब्राज राहुल के छ अवस्था ए अवस्था त फाइन यहाँ डोल्पा हिँडेको मान्छे हो म वेट गर्छ डोल्पा हिँड्ने हो तयारी जोरदार तयारी जोड जाड भइरहेको छ यस्तो तयारी ओ यही नजिकैको होटल के भन्नु त हावा टाइट भइसक्यो अरू त केही भन्न चाहदिन ओके हिँड्दै गयो नसक्ने स्थितिमै छैन म त हिँड्दै गयो त अन्त म त मेरो घुँडा ठोकेर हिँड्न सके हैन म त यहाँ छु क्या म बाटो लाग्दै गर्छु ओइ जाम हिँड्दै गर जाने भई जमाया घुमेर आमाया को सर होइन तल माथि हो लोकेसन चेन्ज हुन सक्छ यही रोक किन चेन्ज हुने माथि जाने हो नो लोकेसन चेन्ज माथि जाने हो जाने होइन टक्क दाइ देखाउनु हाम्रो खसी चाहिँ आइरह त्यो चाहिँ खसी
पप्पी पनि आएको मेरो पप्पी हेलो भनिदिनु सर पप्पी हेलो पप्पी आएको पप्पी कहाँ हो पप्पी पप्पी हियर पप्पी कहाँ हो तिमी कहाँ हो लाइक यो चाहिँ खसी होइन खसीको पछि पछि पप्पी खसीको पुच्छर खाने हिँडेको पप्पी हो पप्पी किन हिँडेको त्यो चाहिँ खसी अनि गाइज हेलो गान्तोक भिलेजमा वेलकम छ है चस्मा नलगाएर के आज होइन सस्तो हुन्छ बोका बोकाको मासु र खसीको मासुमा को सस्तो हुन्छ बाबु बोकाको मासु सस्तो हुन्छ नि अनि यहाँ चाहिँ रमाइलो हो बाटो चाहिँ धेरै हिँड्नु पर्ने हो माथि पुग्ने हामी गान्तोक भिलेज अहिले पप्पी मिल्छ मिल्छ किन नमिल्ने हो नाच्न मिल्छ अब यहाँ चाहिँ घट्छ रहेछ होइन पानी घट्छ के आवाज आएको भनेको पानी घट्छ रहेछ हेरै गाइस पानी घट्छ है भित्र चाहिँ तपाईँको म देखाउँछु है त भित्र भित्र चाहिँ बिसिराख्नु नभए युट्युबमा हेर्ने ल फेरि ओ 8 टक्क यहाँ चाहिँ यहीँदेखि हिँड्न नि गाइज रमाइलो छ अहिले देखाउँछु है त पानी लास्टै पानी पऱ्यो सो पानी लास्टै पछि आइरह अनि ल जाऊ 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 अनि कोपिला कस्तो लागिरह थाहा थाकेर लाखेन अरू जस्तो अनि गाउँ घरमा बस्नेलाई के थकाएन लाखेन थकाइ दाइ थकाइ लाखा र लाखा तपाईँ जस्तो मान्छेलाई नि सधैँ आउनुहुन्छ हजुर त दाइ हजुर 2-3 दिन आइराख्नुहुन्छ है यता आज ल्याउने भोलि तर पानी आज भर्खर पानी पऱ्यो है ठिक छ यहाँ चाहिँ हिँडिरहन् केटाहरू रमाइलो छ गाइज अब चाहिँ हामी अप्पर गान्तोक भिलेज दिस इज सो पुगिसक्यो यहाँ चाहिँ दाउरा किन्न पर्छ है दाउरा चाहिँ महँगो हुन्छ दाउरा यहाँ बेच्नु राख्यो सायद पानी पऱ्यो भिज्या अनि कस्तो लागिरह हेर त आफ्नो गाउँ जस्तो छ कि गाउँभन्दा नि त्योभन्दा गाउँ योभन्दा राम्रो छ कि यो राम्रो हो किन यहाँ बनावट राम्रो भएर कि चिटिक्क पऱ्यो है ठिक छ धेरै हिँड्नु पर्छ भन्दै तर नरहेछ थोरै मात्रै कता कता यता कि यता गाइस त्यहाँ कहाँ बस्ने भनेर डिसाइड गरेर राखन् हामी चाहिँ अब जानु पर्ला एकछिनमा छैन म त पुरा हिँड्छु त नमस्ते ल अब हामी पनि पुग्यो तल छ यता माथि लेफ्ट ल हामी काम पर्यो भने सल्ली लेफ्ट भन्नु त तल देखाउनु पर्ने अनि रमाइलो बसन्त सर चाहिँ हामीसँग आउनुभयो एचओडी सर चाहिँ पछाडि हुनुहुन्छ एकछिनपछि रमाइलो हुन्छ देखाउँछु सो अहिले चाहिँ वाउ होटल बुद्ध रहेछ गाइस होटल बुद्ध सो यहाँ स्टुडियो पनि रहेछ अनि गाउँतिर गएको जस्तो फिल भइरह त्यस्तो खासै दुःख त भएन हिँड्न रमाइलो हो तर नहिँड्नेलाई चाहिँ दुःख छ है गाह्रो छ है नहिँड्नेलाई चाहिँ गाह्रो छ पान्न परेको है झन् अख्खादेखि उता चाहिँ घाम लाख है हल्का हल्का घाम लाख उतातिर उता भर्खर पानी आएको यो देखाइहालेको थिएँ मैले अब एकछिनमा चाहिँ घाम लाग्छ होला होइन क्याम्प फायर गर्ने हुन्छ बस राति आगो बाल्ने नाचगान गर्ने गाइस त्यो पनि म पटपछि देखाउँछु चिन्ता नगर्नुहोस् अनि अब यो युट्युबमा चाहिँ जोड्नेहरू स्टार्ट भइरह सो साथ सपोर्ट भन्ने कुरा गरिराख्नु होला है ल ओके छ अब
फर्स्ट टाइम आएको भएर सो के पनि थाहा होइन राम्रो चाहिँ राम्रो छ है गान्तोक यस्तो बाटो अवस्था चाहिँ पानी परेर यस्तो अवस्था भइसक्यो जिनु हट स्प्रिङ यहाँ स्पेसल के हो गान्तोकमा के हो के छ त यहाँको स्पेसल हजुर तलबाट जान्छ हजुर ए एउटै यो तलदेखि गयो नि हुन्थ्यो भन्नुहुन्थ्यो ठिक छ तलदेखि माथिदेखि पानी चाहिँ हक्का पानी परिरहेको है देख्न सक्नुहुन्छ ओहो अब पानी परेर मोबाइल भिजिरहेको यहाँदेखि हिमाल देखिन्छ भाइ बिहान चाहिँ सनराइज देखिन्छ होइन ल लास्टै भिजाइरहेको पानीले पुरा एकछिनपछि एक राउन्ड गान्तोक घुमाइसक्नु भएको छ सो गाइस हामी माथि गएर तल आइरहेछौँ यहाँ चाहिँ बाटोको अवस्था चाहिँ यस्तो है टक्क ओह्रालो ओह्रालो यस्तो छ एक राउन्ड घुमिसक्यौँ सो एक राउन्ड घुमिसक्यौँ हामी यहाँदेखि तलतिर गइरहेछौँ त्यहाँबाट तल सिधै आऊ न त्यो ब्लु पप्पी होटलको सिधै आऊ तलबाट के माथि गयो ब्लु पप्पी लेखेको मुनिको बाटो सिधै अगाडि आउनु तल नझरिकन गाइस ज्योति विकास हेलो त्यहाँबाट गुरुङ कटेजको त भन्न सक्छ हामी त यहाँ पुगेकै छैनौँ त हामी त गइरहेछौँ कहाँ दाइले कहाँ लगिराख्नु भएको त्यहीतिर गइरहेछौँ त्यहाँ कुन होटल हो नि दाइ गुरुङ कटेज गुरुङ कटेजदेखि सिधा गुरुङ कटेज आऊ गुरुङ कटेज आऊ गरे कि गुरुङ कटेज गुरुङ कटेज यो हो दाइ हो ओ वेलकम गाइज गुरुङ कटेजमा यहाँ चाहिँ नमस्ते आमा नमस्ते आमा ल तपाईँ एकछिन यहाँ बस ल गाइज यो चाहिँ गुरुङ कटेज हो हामी चाहिँ पुगिसक्यौँ यता दामी छ माथि भ्यू देखाउँछ है त अहिले पानी पर्यो भएर यस्तो देखिया न त दामी देखिन्थ्यो हामी चाहिँ पुगिसक्यौँ हामी चाहिँ यहाँ बस्छौँ रमाइलो छ यहाँदेखि हिमाल देखिन्छ अरे त्यहाँ चाहिँ हिमाल छ अरे कस्तो लागिरहेको कि ठिक छ यार रमाइलो भएको रमाइलो कपालमा रमाइलो देखिया है खसियाली ओइ खसियाली के छ खबर फेरि बेन्च तान्देल पुग्यौँ हामी चाहिँ सर हजुरलाई कस्तो लागिरहेको ठाउँ पनि रमाइलो छ नि सर पहिलो अनुभव हुन्छ लाइफमा ठिक छ त्यो हामी आउने बित्तिकै पानी पऱ्यो भोलि चाहिँ हिमाल हेर्नुपर्छ नि अहिले चाहिँ गाइज हामीहरू छतमा आइसकेका छौँ यहाँ चाहिँ पानी परिरहेको थियो अहिले पनि हल्का हल्का पानी परिरहेको तर रमाइलो छ है केटाहरू छन् यता यहाँ चाहिँ त्यहाँ चाहिँ हिमाल छ अरे है भोलि चाहिँ अनि बिहान चाहिँ घाम लाग्यो भने देखिन्छ हामी चाहिँ पाल भन्नु भएको अन्त पाल मुनि चाहिँ टक्क एकछिनपछि बाँधेर टक्क देखाउँछ है त ध्रुव कस्तो भयो ध्रुव ठिक छ एक्सपिरियन्स के तिमी रमाइलो खाने खसी तिमीले काट्छौ खसी हेरौँ कसले काट्छ म काट्छु पछि म काट्ने म हो त बोकाले खसी काटेको हेरौँला अहिले बोकाले खसी काट्दैन खसी काट्ने त म हो त बनाउँला है अब यो बान्छु अनि त्यो चाहिँ त नाच्नुपर्छ अहिले साँझ नाच्छु ओके दोस्त रमाइलो गर्नुपर्छ भनेको हेर न टुट्ला है भयो ल अहिले चाहिँ अब साँझ भइसक्यो होइन यता चाहिँ म देखाउँछु है त साँझ भइरहेको टक माथितिर यस्तो भ्यू छ ए यिनीहरूले चाहिँ प्याज काटिरहन् टमाटर त्यसको तल ओके
हजुर यिनीहरूको पालो ओइ कस्तो भइरहेको छ रमाइलो बहुत रमाइलो के छ त खबर चिसो भइरहेछ चिसो लास्टै कस्तो खै एक डायलग बोल न डायलग जमिसक्यो हात बोसो जमिसक्यो बोसो मोटो मान्छेलाई बोसो जम्छ त थाहा छैन र यता अरे पण्डित ए राजन सस्मिस हजुर सर यो भइसकेपछि भित्र मासु म्यारिनेट राखेर अनि मासु पोल्ने एकछिन पोल्दै जानुपर्छ नि त एक दुईसम्म खान्छ त खाने हो अनि त्यो सबैले अनि सबैले त्यो चाहिँ सबले बनाएर खान्थ्यो फेरि कोहीले खान पाए कोहीले खान पाएन होस् खाने जति सबैले हो सर एकदम सर तापिराख्नु भए गाउँघरमा बस्या जस्तै फिल हुन्छ है टोपी सोपी ल्याउनु भएको सर नै ठिक छ भाइ अब फेरि अहिले काट्नु जानुपर्छ बाहिर ऊ के भुटन अब यस्तो हामी पाहाडमा यस्तै गरेर बस्छौँ कि आएको त्यस्तै बसौँला बरु म्यारिनेट गरेको मासु पनि रेडी हुन्छ पोल्नतिर लाग्यो हजुर त्यही खाऊ अनि पोल्दाखेरि अझै बनाउनु पर्ने भयो भने भन्नु है हुन्छ त्योभन्दा पहिला यता भुटुवा पाक्छ भुटुवा खानुपर्छ अनि त्यसपछि बेलुका पनि हुन्छ रातिसम्म बस्ने त होला नि सर आज त मजाले भयो आफै बस्न पायो त जतिलाई सुत्यो जतिलाई बस्यो नि भयो ए बाहिर नगयो त सर यता म आएँ मलाई जिम्मा दिनुभएको त्यो बनाउनु दिनु न पहिला सरलाई देऊ न सर यो टमाटर र प्याज हेर्नु त सर यो राख्नु त टमाटर प्याज बनाइसक्यो तिमीहरूले कस्तो दामी छ के यो चाहिँ घान्द्रुक पाहाडवाला फिल आउँछ क्या हाम्रो पाहाड नि यस्तै छ फेरि कहाँ पाहाड भन्नु होला डोटी है डोटी आन्द्रा रमाइलो हुने आज मात्रै भोलिदेखि त फेरि भ्याउँछु आगो तापेर हामी सबै मैले 18 हान्दिए के छ मुना देखाउँछु अहिले टक्क अनि यहाँदेखि चाहिँ यो चाहिँ गुरुङ होमस्टे भइहाल्यो त्यहाँपछि यता चाहिँ खसी काटिङ भइरहेको अनि यता चाहिँ म देखाउँछु है त राहुल कस्तो मैले आफ्नो बस मेमोरी भन्ने कुरो हुनुपर्छ कि दोस्त म पनि बनाइरहेको छु तर अहिले चाहिँ म भिडियो बनाउनलाई यता आइरहेको ल आयो है त ल पारस के हो पारस के भयो केही गर्न आएन तिमीलाई गरे के हुन्न के यति गर्न मिल्दैन त्यो गर्न घिन लाग्दो गरी गराएको के होइन यहाँ बाल्टीमा खामा बाल्टीमा उता ख पछि उसले हातले सफा गर्छ आमा भुडी बनाइन् केटाहरू काटेर नकाएर ल दामी पानी पनि छुनै नमिल्ने छ पानी लास्टी चिज हो मूलको पानी भएर क्या पछालो भने चिसो होला त्यो कलेजको त्यो सुन्दा त्यो बन्छ भन्नुभएको सरले भइरहेको छ अझ चिर त भइरह है त्यसमा 7वटा हुन्छ है त्यो पनि बुझिराख्नु म बनाउँछु
यहाँ राखो त्यो यहाँ फाल्नु ए यहाँ फाल्नु न पाण्डु बाल्टीमा हाल्नु बाल्टीमा हाल्नु बाल्टी प्यान्ट माथि गरिदिएको माथि गरिदिएको यो पनि गरियो एउटै हो पारस एकैछिन फ्यामिलीमा त्यो फ्यामिलीलाई देखाउनु के अरे एकचोटि आएको घामदुख भाडा छैन एउटा भाडा छैन यहाँ तर त्यो बाटाको छ नि त्यो बाल्टीको सबै यस्तो यो त्यति धेरै छ कि त्यो त त्यहाँ त्यो पखालेको चाहिँ तिमी हाल है घरतिर गरिन्छ मेरो घरमा त झन् ड्याडीमा मात्र हुन्छ नि गर्ने यसले उल्टो गर्नुपर्छ नि उल्टो गर्ने कि नै पानी हाल्नु नि पानी यसरी हाल बिचबाट अनि सर्बत हाल्नु म उल्टो गरौँ भनेको तानेको पानी अर्को धारा खोल न अर्को धारा खोल न त्यो उता त्यो गर्दा पनि टक्क सर्बत गर्छ पानी यहाँ हेर न बिच हो यो पानी गइबो कि नै त्यसलाई सात तल हुन्छ कि 7 लेयर हुन्छ हरेकमा हुन्छ कि यसको दिशा हुन्छ त्यसलाई चाहिँ सफा गर्नुपर्छ सबैलाई नत्र अड्किन्छ होइन भित्र भित्र नत्र पछि हरियो हरियो हुन्छ क्या त्यो मतलब एउटा हुन्छ नि त यसको पोटी हुन्छ पोटी यहाँ हेर अब यहाँ देखिरह नि यो देखिरह नि हरियो यसको अर्कोतिर चाहिँ यहाँ हेर हो यस्तो छ नि मजाले सफा गर्नुपर्छ है हात त अख्खा काट्या खाने आमा पानी चाहिँ लास्टै हाम्रो गाउँको जस्तो हो हजुरको गाउँ कहाँ हो दिदी हजुरको गाउँ कहाँ हो गुन्जुको नै आमा गाउँको त नि मुस्ताङ मनाङतिर हो कि कतै भनेको मुस्ताङ मनाङतिर छ कि नै नै के मुस्ताङ मनाङतिर छ कि नै भनेको क्या छैन हजुरको माइती कता हो भन्नु खोज्यो त्यो आमा माइट कता हो सबै यो ल आमा चाहिँ को बस्नुहुन्छ त हजुर को हुनुहुन्छ यहाँ अहिले सबै हुनुहुन्छ आमा हजुरले होटल व्यवसाय गरेको कति भयो होटेल हजुरले यो होटेल खोला कति भयो गरे राम्रो चल्छ राम्रो छ यस हुन्छ हजुर के भन्नुभयो आमा फर्स्टचोटि आयो हामी फेरि आउँछौँ है त पछि फर्स्टचोटि आयो अब सेकेन्डचोटि आएपछि यहीँ भेटौँला बसौँला होइन रमाइलो गरौँला के छ र नबिर्सिनुला हामीलाई यहाँ पनि बस्ने अरू ठाउँमा पनि बस्ने यहाँ कस्तो रहेछ अरू ठाउँमा कस्तो रहेछ त्योभन्दा यता चाहिँ राम्रो सम्बन्ध हो भने पछि आएर आफन्त जस्तो लाग्छ नि त आमा हो त्यो कुराहरू चाहिँ यहाँ फोहोर गरिदिउँ है हामीले ठिक छ अहिले सफा गरौँला अहिले फोहोर गरिदिएको छ नि सफा गरिदिउँलाई सफा गरिदिन्छ आमा यो सबै सफा गरिदिइहाल्छौँ ठिकै छ हजुर यहाँ त्यो पानी ए बुझिन्छ के छैन हामी धेरै गाएन त्यो सब उता फालिसक्यौँ ए गाह्रो हुन्छ त्यो भए जस्तो हामीले गराएन तल गर नि त फोहोर खाने नै भन्ने छ त्यहाँ मजाले गरेर क्या छिट ढिलै पनि के भयो त्यो त्यहाँ होइन मतलब भयो नि त गफ गर्दै गरौँ भइहाल्छ नि हामीलाई जन्मेको मजाले हुनु पर्यो खाना चाहिँ नगर्नु सरलले रमाइलो गराइदियो यसरी तापी राखम होइन अनि लाइभ एकैछिन क्या कस्तो पानी पकिन्छ त तातो पानी अहिले फेरि पिट दिन्छु कति चिज हो नि यता चाहिँ बिस्तारै है यहाँ पारा भइरह सरलाई दुईटा देऊ न सरलाई दुईटा देऊ के सरलाई देऊ न खाने कि खाइन्छ नि चिसो भइरहेको पाल लगाएर बस्यो पाल लगाएर कागो फाल्नु है धेरै सुरु देखाएको छ कि अब गान्तोकको यस्तै छ अवस्था ठिक छ बोल न के हुन्न कि बोल न बन्द गरायो लाइभ होइन नि त होइन भिडियो हो क्या
किन बन्द गर्ने कि नदेखाउ न तिमी लाइभ गर न के तिमी कपिराइट हानिदिनु हामीलाई के मतलब तिमीलाई नदेखाउ तिमी गर न हामी हामीलाई देखाउ ल हामीलाई देखाउ न हामी ठिक छ होइन रमाइलो छ नि लाइट हाल्दे सरलाई बत्ती बाल्छ कि अहिले चिकन चाहिँ डाउनलोड गर्नु उसले त डाउनलोड गरेर खेल्न लागिसक्यो मलाई आउँछ मलाई यो चेतनलाई सिकाऊ डाउनलोड गर्छ यार पण्डित यहाँ पोलिराखे रिजल्ट आउँछ कुरा सबभन्दा बढी पण्डित इन्ट्रेस्ट भनेर ओए बस है बस अहिले खानुपर्छ है पनि मर्छ सबभन्दा बढी लिप्स प्लेट बाँडिराख्नु आमाले है सबलाई दुई पाकिरहेको पनि खाइन्छ एकछिनमा भइरह राखा भर्खर अब सेको आउनु बाँकी छ है सेको आउँछ एकछिनमा पोलिराखन सेको नाइट भ्यू पनि दामी छ यताको गाइस बाँडिसक्यौँ हामीले ल अघि मैले बुमिट गर्दा भिडियो गराइदिए थिएँ ल ल ल हामी चाहिँ नाचिरहेको अवस्था अब खाना पनि खाइरहेछौँ है ओइ ओइ बानस ओइ ठिक छ नि खाना कस्तो त्यही त खाना खाइरहेछौँ हामी एउटा भदैनी बनाउनु आमा एउटा भदैनी लाग्ने चाहिँ एउटा नताप्नु नि के हुन्छ मन पनि खुसी भयो केटाले पापा जिस्का जस्तो आमा त्यो काले कस्तो छ भन्नु त सबै गाले अरे नि त पूजा कालो म चाहिँ सियार यो चाहिँ भाइ सियार हो कालेडन त्यो चाहिँ हाम्रो तातो पानी
यहाँ बिहान भइसक्यो हाम्रो अनि बिहान चाहिँ त्यो हिमाल चाहिँ दामी देखिया माछा पुछ्रे यो धौलागिरी सबै चाहिँ फोटो खिचिरहन् हाल्छु के बोलेको माथिको जालैमा हिमाल छ माथितिर यो माछा पुछ्रे यो धौलागिरी गुड मर्निङ गाइज हाम्रोबाट सबैलाई गान्धु गाई बिहान बिहान चिसो छ धेरै चिसो छ गान्धुको गाउँ हिजो चाहिँ पानी परेछ त्यही भएर देखाउनु मिलेन सो आज चाहिँ यहाँ फोटो खिचिरहन् सबै माथितिर हिमाल वाउ उयो चाहिँ ललिता हो यो चाहिँ ललिता हो मेरो टाउको माथिको ललिता हो माथि हिमाल है उयो माछा पुछ्रे यो धौलागिरी यहाँ चाहिँ सबै फोटो सोटो खिचिरहन् रमाइलो भइरह गान्धुको चाहिँ यो गाउँ है गान्धुक गाउँ सबै हिउँ हो त्यो सबै हिउँ है गाइस त्यो सबै हिउँ हो म देखाउँछु है त त्यहाँ चाहिँ हिमाल हो है सबै हिमाल हो यो अनि यो चाहिँ धौलागिरी हिमाल हो अरे गान्धुकबाट है त घाम लागिरह सनराइज भइरह वाउ कस्तो दामी गान्धुक गाउँ यो चाहिँ फेरि हामी आइसक्यौँ होइन घाम लागेको छ हिमालमा घाम लागिसक्यो चिसोले गर्दा कपाल पनि यहाँ कस्तो गुल्टा परिसक्यो सबले भिडियो फोटो गरिरहन् आफ्नो आफ्नो अनि अब चाहिँ घाम लाग्छ एकछिनमा हिमाल चाहिँ कस्तो दामी देखिया वाउ ओहो खै यता हेर त गुरुङ ड्रेस लगाएर आयो केटाकेटी नमस्कार हेलो के छ कस्तो भइरहेको त ह्याप्पी हो जनावर जस्तो देखिरहेकोमा अनि यहाँ चाहिँ अङ्कित कस्तो लागिरहेको त एकदम एकदम हिमाल देख्दाखेरि खुसी लागिरहेको मलाई है लास्ट गुरुङ ड्रेसमा खिचिरहन् घाम पनि चिलिक्क लगाइसक्यो अनि यता सबै गुरुङ ड्रेस लगाएर अब फोटो खिच्ने तयारीमा त्यहाँ हिमाल पनि हल्का हल्का अब हुसु लगाएर छोपिरह है त्यो रमाइलो छ गुरुङ ड्रेस चाहिँ आधा घन्टाको लागि रमाइलो छ ठिक छ म पनि लगाउँछु एकछिनमा लुगा लगाएर होइन टक्क अब चेन्ज गर्छौँ लुगा कस्तो देखिया गुरुङ ड्रेस लगायौँ फोटो सोटो भिडियो सिडियो बनायौँ लुगा खोलेर ल्याइदिन्छु ल खोलेर ल्याइदिन्छु त्यो खोल्न पुरै कस्तो यता हेर त पुरै खोल रमाइलो हेर ठिक छ यार रमाइलो खाजा खाँदै हेर कस्तो खाजा ल आमा यता पानी ल्याइदिनु अरे ओए राजन त्यहाँ न सुनिल म रुममा हेरिदिन्छु ल अब चाहिँ हामी जानु रेडी भइसक्यौँ सो सबै रेडी भइसक्यो जानलाई टक्क म तल चाहिँ हेरिदिन्छु अनि के छ र रुममा केही छैन रुम चेक गरे सबै कुरा चेक गर्न पर्छ नि त केही कुरा छुट्यो कि भनेर त्यही भएर यसो रुममा चाहिँ चिसो चाहिँ लाग्छ चिसो थियो रातभरि ए यो काँटा कसको तिम्रो कसको यो पनि भल थालेको होइन यो सबै राखिदिन्छु छोट छोट यहाँ राखिदिन्छु यिनीहरूले सबै अब जाने होइन निस्किन्छौँ हामी एकछिनमा रमाइलो हो गान्तोकतिर कस्तो हो एकदम रमाइलो हो राम्रो ठाउँ हो हिमाल पनि देखियो टक्क त्यो चाहिँ हिमाल हो सो सिधै यता हेर त कस्तो हो यता गान्तोक लास्ट टाइम मन पर्यो तर आउने बेलाको बाटो सम्झेर चाहिँ लास्ट होला थियो यो हिमाल देखेर चाहिँ मलाई सब मेरो दुःख पीडाहरू आउने बेला भएको पिन रमाइलो छ नि होइन के भयो तँलाई के थाहा लाग्यो के भन् त कस्तो लाग्यो तँलाई गुरुङ ड्रेस लगाएर एकदम राम्रै बबाल तर अब यो झोला बोकेर ल
अब हिँडौँ है त केटा कस्तो लाग्यो यो एकदमै राम्रो लाग्यो एकदम यो भिडियोमा आउँछ बोल ल ठिक छ अब तल जाऊँ कस्तो लाग्यो त राम्रो केटा ठिक छ नि है चेतन एकदम राम्रो कस्तो हजुरलाई कस्तो लाग्यो ठिक छ नि दामी ल जान्दै हिँड न हिँड ल अब निस्किन लाग्यो हामी पनि टक्क ए आऊ तिमीहरू तल मैले सबै त्यहाँ अगाडि राख्दैछु आउनु सबै सामान त्यहाँ अगाडि टेबलमा राख्दैछु देखेँ सर ओइ आऊ है तिनीहरू आए ल जाम्ला हामी पनि कस्तो लाग्यो त आमा कस्तो लाग्यो त हामी आएर होइन हामीलाई त राम्रो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो हामीलाई त एकदम एकदम दामी आमालाई धेरै धन्यवाद फेरि बेरौँ लामा फेरि आउने है फेरि हामी अब अर्को ए पढाइसकि छ 1 वर्षपछि त्योभन्दा अगाडि त आउनु मिल्दैन जागिर खाने अनि पैसा टक्न बोकेर आउने है हो टन्नै बोकेर आउनुपर्छ जागिर नेपालमा पाउनु गाह्रो छ लाग्ने विदेशतिर अब कमाइन्छ अनि आइन्छ बल्ल यहाँ बसिन्छ फेरि त्यति बेला मैले हप्ताभरि बसेर आइन्छ यति धेरै पैसा कमाइन्छ अनि आउने पैसा लिएर आउने जति रमाइलो फेरि आमा म पनि आउँछु म फेरि आउँछु यो घाँस हामी पनि आउँछौँ हामी पनि आउँछौँ एक दिन हेलिकप्टर गृहमन्त्री यस्तै के त्यो हेलिकप्टर मोटेको कसले भनेको थियो राम्रोसँग जाने है हुन्छ आमा ख्याल गर्नु होला आफ्नो चिसो छ धेरै हुन्छ घान्द्रुको भान्सा बनाउनु भन्दा मान्नु यहाँ एकजना भदिनी बनाउनु भन्दा मान्नु भएन होइन राजनीति अब छोरै छैन गाह्रो गाह्रो पर्यो पऱ्यो भनेपछि भान्सा बन्ने चान्स रहेछ यहाँ जाम 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 ए अहिले खाँदैछु के त्यहाँ छिटो हिँड्न ललता ठिक छ अब के होइन हामी पनि लाग्यौँ एकछिन पछि होइन तलतिर गान्धुको बसाइ पनि एकदम रमाइलो भयो अनि बिहान बेलुका बिहान पनि चिसो चिसो भयो थियो होइन सो अहिले पनि त्यस्तो चिसो खासै चिसो त छैन हल्का फुल्का तर यहाँको चाहिँ यो एकदम वाउ मौसम चाहिँ दामी वाला ल दामी अब गाइज हामी लाग्यौँ होइन गान्धुकदेखि पोखरातिर ओइ गान्धुकतिर बसाइ राम्रै भयो रमाइलो भयो कहाँ जाने त सिधा जाने भने होइन अनि बाटो चाहिँ यहाँ रमाइलो छ अनि अब चाहिँ हामी लाग्यौँ पोखरातिर यहाँ चाहिँ रमाइलो छ पानी पनि पाऊ यस्तो हो बस्नु है त आमा बस्नु है भाइ आमा फेरि भेटौँ ल घान्चुको बसाइ यस्तो यो एक दिन भयो नि रमाइलो भयो हामी बसेको घर चाहिँ त्यहाँ एकदम राम्रो थियो ब्लु पप्पी होटल यहाँ ए अब त्यो हिमाललाई पनि बाई बाई भन्ने पाल आइसक्यो हेर त्यो हिमाल वाउ कस्तो दामी देखिया तर अब के छैन फेरि हेर्न आउँला बिस्तारै अहिले चाहिँ अब जानु पऱ्यो तलतिर नि वाउ दामी छ आऊ है छिटो आऊ है छिटो जाम मजाले तल पुगिहाल्छौँ हामी एकैछिनमा पुगिहाल्छौँ अरू जस्तो ढिलो गर्दैनौँ के अरे के त्यस्तो थकाइ लाग्ने बाटो त छैन कि तर बाटो चाहिँ एकदम राम्रो हिँड्नेको लागि चाहिँ राम्रो नहिँड्नेको लागि चाहिँ अब जस्तो बाटोमा पनि थकाइ लागिहाल्छ होइन त्यो नर्मल कुरा वाउ मन्दिर रहेछ नि म मन्दिर देखाउँछु है त वाउ यहाँ कस्तो दामी मन्दिर छ हामी हिजो यही बाटो हुँदै आएको ओ कता जानु तल कि सिधा सिधै त होला त सिधै हिँड्ने तल हैन भने सिधा होला कि सिधा होइन ओके बहुत लामो हिजो त घुमी गयो त्यो दाइले चाहिँ हिजो घुमाउनु पर्छ नि त मैले देखाएको थिएँ दाइले चाहिँ 1 राउन्ड हानेर
टक्क हामीलाई अनि बाटोमा ल्याइदिनु भयो। त्यो आज चाहिँ हामी सिधा बाटो उकालो रहेछ, यस्तो छ बाटो यहाँको, उकालो छ। ठिक छ बाटो, आऊ 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 यता आऊ। हिजो यही बाटो आएको मलाई थाहा, हामी हिजो यही बाटो आएको नि त, किनभने चाहिँ मैले त्यो अगाडि टुबी टुसी अनि पलेटाहरू राखेर भनेको थिएँ मैले। हाम्रो गाउँघरको छतमा चाहिँ पाखामा चाहिँ लगाउँछन् भनेको थिएँ नि त, यो देखाएको थिएँ मैले हिजो। हो यस्तोमा चाहिँ यही बाटो हुँदै आएको थिएँ मलाई थाहा, त्यही भएर यही बाटो हिँडिरहेको। अनि ऊ त्यहाँ तल चाहिँ फोटो खिचेको थियौँ हिजो। तर त्यहाँ चाहिँ घाम लाखा, हल्का फुल्का घाम लाखा है, त्यस्तो टाट्टो घाम त लागेन। घाम लाग्दा पनि कस्तो चिसो हावा चलेको क्या, त्यही भएर कस्तो चिसो चिसो भएको। हाम्रो गाउँघर चाहिँ यस्तै हुन्छ क्या पाखाहरू घरको, त्यही भएर त्यस्तो त्यस्तै। ओ यहाँ त कस्तो भयो त गान्तोकतिर भन्दा दामी। के गर्नु, गान्द्रेको भान्जा बन्न मन बन्न पाइएन है, भन्नै पाइएन, सोल्टिनु पाइएन, एकजना सोल्टिनु देखिस् र कोही? एउटा सोल्टिनु देखिएन यार। सोल्टिनु कहाँ गएको नि यार? गुरुङ ड्रेस लगाएर फोटो सोटो खिचियो तर देखिएन कोही पनि। यसले यतै बस्ने जिन्दगी, यतै बस्ने म भान्जा भन्छु भन्थ्यो, बिचरा खोज्न त लगाएको के अरे पाएन। गर्नु आफ्नो साथीहरूलाई अब यहाँ भदैनी बनाएर राख्न मन थियो, अब तिनीहरूलाई बनाइदिनु हुन्छ। तिनीहरूको नन्द छोराहरू कोही छैनन् रे, छैनन् रे बिचराहरू, अब भदैनी बन्न नपाउने भए, हामी भान्जा बन्न नपाउने भयो यार। तेरो छ नि होइन गाह्रो लास्टै। तल गइरहन्। म यहाँको बाटो चाहिँ एकदम राम्रो है, बाटो चाहिँ यस्तो यस्तो। म हिजो यही बाटो आएको नि त, रेडबुल किन्दै खाँदै जाँदा हिजो देखाएको थिएँ मैले होटल बुद्ध। अब हामी चाहिँ फर्किरहेको नि त गान्तोकदेखि। अब फर्क्यौँ हामी कता? आऊ यता हो, सिधा बाटोमा हो, त्यहाँ लडिन्छ अहिले। आऊ है। हेलो छिटो छिटो है, छिटो। हामी हराउनबाट बच्यौँ, मेन बाटोमा बाटो आइपुग्यौँ। म भएपछि कोही हराउनु के। ल ल हिँड के होइन, अब हिमाल हेरिहाल्यौँ, त्यत्रो फोटो भिडियो खिचिहाल्यौँ। अब हिमाल सेक्किने के हुनु, अब सगरमाथा जानुपर्छ एकचोटि। ओइ ए सरू, फक्सुन्डो होइन फोक्सुन्डो, ए फोक्सुन्डो जाने कि नै? है सरू फोक्सुन्डो जाने कि नै? अनि के रारा पनि जाने होइन, बिस्तारै सबै त्यहीँ छन् जाम। ऊ त्यहाँ पानी घट्ट देखेको थियो नि हिजो, कस्तो राम्रो। कहाँ लड्यो? कालो कालो देखाइरहेको क्या यता, कालो देखियो नि होइन? ओके लाइटनिङ अपोजिट हो। ल ठिक छ, यहाँको बाटो चाहिँ एकदम राम्रो हो। भन त कस्तो कस्तो मिलेर बनाएको के, मतलब यो बाटो चाहिँ कस्तो राम्रो हो? के मतलब समाज नै राम्रो खालको के, मिलेर बसेको टाइपको लाग्ने के। सबै एकदम हुन्छ त मिलेर, एक सबैले मिलेर कामसाम गरेको, व्यवसायहरू चक्क मिलाएर चाहिँ बनाएको जस्तो होइन। तर अरू ठाउँतिर कस्तो हुन्छ नि, मान्छेहरू सबै मिलेर बनाएको जस्तो हुन्न नि त, उनीहरूलाई कसैको मतलब हुन्न। नराम्रो टाइपको हुन्छ नि, कसैले बनाइदियो भने भत्काउने खालको हुन्छ नि, तर यहाँ चाहिँ कस्तो मजाले मिलाएर बनायो। वातावरण हेर्दाखेरि कस्तो मिलेको टाइपको के सबै टक्क यहाँ चिटिक्क। आऊ न आऊ। हामीले हिजो यहाँ बनाएको थियौँ, तर हामीलाई ड्रेस लाउने टाइम एकदमै कम दिए। ठिक छ, हामी फेरि आउँछौँ नि, अब एकपल्ट फेरि आउने हो। मैले यहाँ हिजो बनाएको थिएँ, त्यो बच्या किन हेर्छु म। मेरो बचेको कसले फालिदिएछ यहाँ कोही किसी नै राम्रो छ, माथि नि छ टक्क।
उता घर त पनि छ एउटा यहाँ पनि रहेछ पानी गटर हिजो देखेको थिएँ मैले ब्लगमा नि छ सो भर्ना दिनु भयो फेरि यहाँ चाहिँ कस्तो हुन्छ थाहा म देखाउँछु है त यहाँ कस्तो हुन्छ भने चाहिँ यहाँ मान्छेहरू कोही सामान बोक्नु नसक्नुहुन्छ नि अनि टक्क यसरी सामान बोकाउँछन् होइन हामी चाहिँ कि त्यस्तो सामान ल्याएन हामीले आधी सामान चाहिँ पोखरा राख्यौँ आधी सामान चाहिँ लिएर आएको नि त त्यो हामीलाई त्यस्तो अप्ठ्यारो चाहिँ भएन अनि अप्ठ्यारो नभएकोले हामी चाहिँ टक्क एक सानो ब्याग बोकेर हिजो पानी गएर देखाएको मैले टक्क यहाँभित्र धान सान पिस्ने गाउँठाउँ पिस्ने है टक्क रमाइलो हो यहाँ पनि तर हो सबै चिटिक्क मिलाए यहाँ पनि अनि नेपालीहरूको बुद्धि त हो यार बिस्तारै नै चिप्ले लाग्छ है त्यहाँ पानी छ अनि यहाँ गीत बजिरह टक्क मान्छेहरू आफ्नो आफ्नो काम गरिरहन् यहाँ चाहिँ केदारनाथमा सरको ब्यागमा सरले बोक्यो मेरो ब्याग तिमीलाई हेर्न त्यो ब्याग हल्लु भयो त्यो मेरो बोक्यो तिमीहरूले यहाँ चाहिँ कस्तो हुन्छ भने केदारनाथमा जस्तै 8-9 घन्टाको हुन्छ नि त्यहाँ मान्छेहरू बोक्छन् यहाँ चाहिँ कस्तो हुन्छ मान्छेहरू बोकेर चाहिँ देखाए होइन बाटो चाहिँ हल्का छोटै छ नि त अनि सामानहरू चाहिँ टक्क बोकिदिने भरियाहरूलाई पैसा दिने होला सर्ट्ने एमाउन्ट दिने होला त्यो हिसाबले चाहिँ तिनीहरूले चाहिँ सामान बोकिदिरहेको होइन यो भ्लग लामो हुनसक्छ किनभने पुरै मैले सबै कुराहरू समेट्न खोजेछु नि त त्यही भएर हल्का लामै होला त्यही भएर त्यही पनि पुरा हेर्नु होला के अरे है फेरि अर्को भ्लग नि आउँछ टक्क तेरो गाउँ जब गाउँ सन्चो भइसक्यो गाउँ ठुलो होइन सानो गाउँ यत्रो गाउँ बचपनमा कति लड्दा खेल्दा कति लाग्यो होइन र बचपनमा लाग्नु र अहिले ठुलो भइसकेपछि लाग्नु धेरै फरक हुन्छ नि बचपनमा त के अरे हिँड्न नसकेर त्यस्तै लडेर लाग्यो अर्जुन के छ खबर बचपनमा साइकल चलाउँदाखेरि यताउता लड्दाखेरि हिँड्दाखेरि लागिहाल्छ अहिले पनि त्यही भयो त हिँड्दाखेरि लाग्यो अरू के भन्नु हामीले चोट लाग्यो सन्चो भइसक्यो ठिक छ त्यो चाहिँ सन्चो हुनु पर्यो अरू त त्यस्तै हो जाँदै गर किन न कसको मोबाइल हो जाँदै गर कसको मोबाइल ललिताको जाँदै गर अब छिटो है अब हामी चाहिँ हिजो पानी पऱ्यो थियो हामी यहाँ यहाँनिर रोकेको थियौँ नि त स्पोट नै आइसक्यो अहिले गेटमा फोटो खिच्ने है अहिले हामी छोपिहाल्छौँ हामी यिनीहरूलाई एकैछिन छोप्ने हो यहाँ चाहिँ आऊ कस्तो राम्रो छ क्या ए म देखाउँछु अहिले है त टक्क यो देख्ने बित्तिकै मलाई खै किन एकदम रमाइलो लाग्छ कि यो माथिको जहाँदेखि त्यो ठाउँ चाहिँ एकदम रमाइलो लाग्छ क्या रमाइलो यहाँ सबै घरहरू कस्तो काठले भनेको नर्मल भिलेजमा भने जस्तो होइन अनि ठिक छ अब हामी यो घान्द्रुक गाउँदेखि चाहिँ घान्द्रुक भिलेजदेखि चाहिँ बाहिरिँदैछौँ अब कमसेकम 1 मिनटको बाटो होला यहाँ चाहिँ सामानहरू राखेको हुन्छ है यता नि त्यस्तै यता नि सबै बाहिर सामान किनभने चाहिँ बाटोमा हिँडिरहेको हुन्छ नि त सबै मान्छेहरू त्यही भएर हिँड्ने बेलामा चाहिँ किन्नु भन्ने हिसाबले होइन दाइ होइन दाइ ठिक छ नि दाइ ठिक छैन नि किन दाइ किन भन्नु त ठिक नभएको कारण छ आफ्नै आफ्नै कारण छ नि त धेरै गम्भीर कारण छ रमाइलो त भयो नि त हिमाल त देख्नु पाएन यहाँ भन्नुहुन्छ नि ए यस्ता मोटा मान्छे आउँछन् अनि हिँड्न सक्दैनन् अनि भन्नुहोस् हिँड्न नसक्ने अनि सरलाई सर म लडिहाल्छु चिप्लिहाल्छु भन्दै हिँड्ने त्यही त आऊ ओइ भातलास खुट्टा फेरि हिजो भाषा बिर्सिएस् सुपेन तँलाई घान्द्रुक है त पाउनको नाममा कलङ्क रहेछस् अब गाइज हामीहरू टक्क म देखाउँछु है त हामी यो घान्द्रुक गाउँदेखि चाहिँ बाहिरिने क्रममा थ्याङ्क यू फर भिजिटिङ अस घान्द्रुक टिएमसी अब हामी चाहिँ बाहिर गयौँ टक्क बाहिरपट्टि चाहिँ यस्तो छ फोटो खिच्ने कार्यक्रम पनि भ्यायो अब चाहिँ यो बाटोमा चाहिँ ओह्रालो बाटो हो नि त त्यस्तो केही पनि छैन ठिक छ हामीले भ्यायौँ अब चाहिँ जान लाग्छ सबै अगाडि गइसक्यौँ म र राजन थियौँ पछाडि हामी पनि अब हिँड्यौँ टक्क यहाँ त ओह्रालो भयो नि बाटो निराहा भएर त्यस्तो केही छैन
आइज यहाँ चाहिँ स्पिन तल बेचिराख्नु भयो हामी चाहिँ एकछिनमा पुगिहाल्यौँ ओह्रालो भयो नि बाटो सहरले हिँड्नुपर्छ होइन केही पनि हुन्न जसले झन् ढिलो गर्छ झन् उही मान्छे झन् ढिलो गर्छ ठुलो छ नि त्यही भएर लडेको थियो बाउनु नि त हाम्रो हरिश साथी त्यही भएर हो अब गान्द्रुक पनि यस्तै भयो ठिक छ हामी अब यो बाटोमा हिँडिराखौँ होइन गाइज राजनसँग छ अनि टक्क हरिसले फुटाइदिन्छ थाहा मलाई उसको सुपे खाएन हरिसलाई किनभने त्यो हिजो नि लडेको बाटोमा आज नि लड्यो बाटोमा अहिले चाहिँ हल्का घिजुङ गुजुङ देखेको थियो हिजो चाहिँ पानी परेर थाहा भएन नि त लडेको तर हिजो चाहिँ चोट लाग्थ्यो लास्टै चोट लाग्थ्यो त्यसलाई अनि यतातिर चोट लाग्थ्यो हातमा चोट लाग्थ्यो हिजो पानी परेको थियो नि त त्यही भएर बाटो हल्का चिप्लो थियो अनि त्यही हिसाबले बाटो चिप्लो भएर चाहिँ सायद चिप्लो लड्या हुन सक्छ होइन अब यो मान्छेहरू कस्ता कस्ता मोटा मोटा आउँछन् यहाँ घुम्न अनि हिँड्न सक्दैनन् सो मलाई लट्ठी चाहियो के गर्ने छ त्यो त्यतिकै बनाइराख भिडियो होइन नि त ब्लग हो नि त हेर्नु पुरै हेर्नु है फ्यामिलीलाई देखाउनु है यहाँ मैले स्टार्टिङ हो मेरो लगभग 2 घन्टाको फिल्म नै हुन्छ होला गान्द्रुकको यस्तो रमाइलो हो र ओहो खै यता हेर्दा खै राम्रो रहेछ राम्रो रहेछ सबैले ढुङ्गा मिलाउँदै हिँड्ने ठिक छ जे पनि भगवान्ले रक्षा गर्नु होइन अनि ठिक छ यतातिर रमाइलो बनाएर राख्ने केटाकेटीहरूले खोइ यो पुरै यस्तो बनायो भने के अरे चाहेको मान्छे पाइन्छ अरे होइन सुनेको भर्खर भन्थे मतलब चाहेको कुरा मान्छे जो हुन्छ आफूले त्यस्तो पाइन्छ भन्नु सुने भर्खर होइन ठिक छ बनाएर खानेहरूले पनि बनाऊ ओइ तँलाई के चाहियो भने त ओइ के थाहा भनिहाल्छ कि ठिक छ बनाऊ ठिक छ मैले चाहिँ मनैदेखि भगवान्लाई मागेँ अब यहाँ बनाउनु पर्छ भने ढुङ्गा नि छैन सबले बनाएर राखेन होइन बिगार्नु नि भएन अर्को बनाएको उ गर्नु नि भएन नि त बनाऊ सबले चाहिँ यस्तो बनाएर राखन् एउटा चिनो त हो नि त भयो ल बनाऊ है त जाम ल यिनीहरूलाई बनाउनु दिउँ हामी चाहिँ लाग्यौँ अब एकछिन खसाल्नु हुँदैन नि बनाउनु मलाई फेरि नखसाल्नु है उइस पुरा हुन्न अरे सो तैँले को बनाइछ न चाहेको पुरा होस् चिन्ता नगर भइहाल्छ भने त्यस्तो कुराहरू तर यस्तो सजिलो बाटो लास्टै अप्ठ्यारो त्यो भन्थ्यो होइन बाटो सजिलो त हो नि यो बाटो सजिलो त हो नि सजिलो छैन अनि अप्ठ्यारो छ भन्थ्यो त भ्यू चाहिँ एकदम खतरा खाके लाइक मान्छे चाहिँ यहाँ यति धेरै खर्च गरेर पैसा तिरेर किन आउनु रहेछन् भन्ने मनमा लाग्थ्यो कि हिजो चाहिँ पानी परेको थियो नि त हिजो चाहिँ केही देखिएन तर बिहानको सिन के वाउ त्यो हिमालहरू माछा पुर्छ अन्नपूर्ण जो देखियो नि सिन त्यो पछि चाहिँ ओठ रहेछ पैसा तिरेर यस्तो गाउँतिर आउनु भन्ने होइन त्यसको छ मैले बिहान नि क्याप्चर गरेछु त्यो क्लिपहरू नि देख्नुभयो होला योभन्दा अगाडि हेरिसक्नु भयो होला सो यस्तै छ गान्द्रुकतिर अब एकछिनमा चाहिँ हामी अब यो बाटो भ्याएर गाडीमा जान्छौँ होइन त्यही भएर अब ठिक छ फेरि नयाँ ठाउँहरू पनि घुम्नुपर्छ होइन यो ठाउँ पनि एकदम रमाइलो लाग्यो हामीलाई यहाँको पनि ढुक्क मान्छेहरू आगो तापेर भर्खर गुरुङ निसुल्टिनहरूसँग नाच्न पाइएन ठिक छ अर्को पालि हामी अर्को ठाउँतिर ट्राई गरौँला यतातिर त के छैन अर्को पालि लमजुङहरू गाउँ जानुपर्छ रमाइलो त भयो नि गुरुङ उनीहरूसँग नाच्न रमाइलो त भयो नि रमाइलो त रमाइलो भयो एकछिन हामी गाडीमा पुग्छौँ है त यसरी बेच्छन् है चिया हुन्छ नि त चिजाहरू टक्क बेच्नलाई राख्या अनि हेर टक्क कस्तो हुन्छ भने चाहिँ अनि यहाँ चाहिँ पसलहरू टक्क यस्तो हाम्रो गाडी छ
अनि टक्क यहाँ चाहिँ गाडीहरू सबले बुक गरेर ल्याएको हुन्छ नि त। अनि हामीले हिजो गाडी ल्याएको थियौँ नि त। यहाँ अरूको आफ्नो आफ्नै गाडी हुन्छ, बुक गरेर ल्याउनु नि मिल्यो, लोकल गाडीहरू पनि पाउँदो रहेछ। अनि जान आउन होइन ठिक छ। तर बाटो चाहिँ एकदम हुन्छ नि धेरै त होइन, थोरै आधी बाटो जति चाहिँ लाइक आज चाहिँ पानी पऱ्यो त्यस्तो होइन। हिजो चाहिँ धुलो थियो है, यहाँ हिजो देख्नु भएको थियो होला, लास्टै धुलो थियो हिजोको भिडियोमा मैले देखाएको थिएँ। धुलो चाहिँ देखाउन पाइनँ होला, हिजो धुलो थियो है, लास्टै धुलो थियो। तर आज चाहिँ पानी हिजो दिनभरि होइन 2-3 बजीदेखि पानी पऱ्यो। पानी परेपछि आज चाहिँ त्यस्तो धुलो छैन, खासै हिलो पनि छैन, बाटो एकदम राम्रै छ। यहाँ चाहिँ लोकल बसहरू आउँदो रहेछन् है, हामी पनि हिजो लोकल बसमा आएको, ठिक छ। हाम्रो बस चाहिँ तलै छ, किनभने माथि पार्किङ गर्ने ठाउँ थिएन हिजो, त्यो तलै राखेर आएको थियौँ। अब तल हामी बस्नु, हाम्रो गाडी तल स्टार्ट भइसक्यो यहाँ, अनि सबै गइरहन् हाम्रो नि। ठिक छ, घाम नि लाग्यो तर त्यस्तो चनाको घाम पनि लागेन होइन। तिमीलाई कस्तो लाग्यो भने त पोखरी हाम्रो गान्तोकतिर? यस्तो बब्बा यस्तो ब्युटिफुल ठाउँ रहेछ यो होइन, म फेरि पनि आउने छु। आउने हो ल, ठिक छ। चिसो चाहिँ अति थियो बिहान, तर म आइफोन 18 प्रो म्याक्स ल्याएर आउँछु नेक्स्ट इयर। ल आयो भने भन्नु है त। ओके हेरौँला नि के खाएर। मान्छेहरू अब यस्तो गाडी भित्रदेखि नि भिडियो बनाइराखन्, मतलब यो एउटा हुन्छ त, आउने बेला कस्तो रहेछ के रहेछ भन्ने जिज्ञासा हुन्छ नि त मनमा। सो ठिक छ। अब हामी पनि निस्किन लाग्यो अब। सो गाइज कस्तो भने चाहिँ गान्तोकको यात्रा चाहिँ अब यति नै भयो भनौँ होइन। यतातिर अब तपाईँहरूले पनि हेरेर रमाइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद छ। फेरि यस्तै भिडियोहरू आउँदै गर्छ होइन, त्यसको लागि चाहिँ मलाई साथ सपोर्ट गरिदिनु होला। त्यो मतलब अब सब्सक्राइब, फलो, लाइक, सेयर सबै गरिदिनु होला। सो म चाहिँ हाम्रो गाडी देखाउँछु एकछिनमा। अनि पुगिसकेमा अब यो चाहिँ होइन है। अनि हाम्रो गाडी चाहिँ यता चाहिँ हाम्रो गाडी छ टक्क, यो चाहिँ हाम्रो गाडी है त, यो बस चाहिँ हाम्रो हो। सो हिजो आएको होइन। ल सक्यो नि गान्तोकको यात्रा। कहाँ लगाएर घुमेर आउने त गाडी? यतिदेखि घुम्छ, यहीँ घुम्छ। अब घुम्छ नि, सानो गाडी त हो। अब घुम्छ गाडी, त्यसपछि हामी जान्छौँ पोखरातिर। सो म पनि हो कालो कालो छ यार, देखिएन त यार। ए कालो त छ लगाएर होला, ए देखिया रहेछ यार। ल हाम्रो बस चाहिँ अब चाहिँ हामी बस फर्किन्छ होइन, त्यसपछि हामी बसमा बस्छौँ। त्यही घुमेर होइन गाडी। अब हामी निस्किन्छौँ एकछिनमा। ओ नअरे त्यसलाई गान्तोक छुपे खाएन यहाँ माथि त जालास कलकत्तातिर फेरि यहाँ गान्द्रुक देवताले रिस मान्यो भने मैले गान्द्रुक भन्दा चाहिँ त्यही भएर गुन्द्रुक भन्नुहोस्। ए बस्छ क्या ल हामी पनि ए जान्छौँ है। के भयो किन तर्छ गाडी सिधा बनाउनु पऱ्यो नि। ल अब चाहिँ सबै गाडीमा बस्छन् होइन, त्यसो हामी जान्छौँ। ल अगाडिदेखि नि गाडी आइरहन्। बस है सबै बस। रमाइलो खायो जस्तो बस है, त्यो बस। गाडी आयो है बिस्तारै जाउनु त, अनि गाडी पनि धेरै आइरहेको जाउनु त। यस्तो बसेर आइरहेको छ अहिले चाहिँ मान्छे बोकेर आएको है फेरि। वाउ यतातिर यो चाहिँ इन्टरनेसनल टुरिस्ट प्लेस भनौँ न, लाइक हेर टुरिस्टहरू नै आइरहन् टक्क। यो चाहिँ विदेशी हुन्। सो बस बस ल हाम्रो यहाँ टुरिस्टहरू पनि आइरहन् टक्क, राम्रो ठाउँ। हामी चाहिँ गयौँ। ल हामी अब घुमेर निस्किन लागिसक्यौँ। अब बेला अब ठ्याक्कै अब पोखरा पुगेर खानासाना खाइन्छ। अब पोखरा गान्तोकको यात्रा चाहिँ यति नै थियो है। यतिसम्म हेर्नु भयो त्यसको लागि थ्याङ्क यू, धन्यवाद है। 10:30 बजेको ल अब 10:30 चाहिँ हामी निस्क्यौँ। राम सर बसौँ ल ल गाइज फेरि भेटौँ ल।